प्रिय लायन्स साथीहरू, यहाँलाई नमस्कार। आज हामी लायन्स पोर्टलबाट नेक्स्ट इयर अफिसर कसरी भर्ने भन्ने विषयमा केही जानकारीहरू दिने उद्देश्यले जुटेका छौँ। सर्वप्रथम यहाँले आफ्नो ब्राउजर क्रोम तथा गुगलमा गएर www.lionsclubs.org लगइन गर्नुपर्नेछ। लगइन गरिसकेपछि त्यसमा क्लिक गर्न सक्नुहुन्छ र यो साइडमा रहेको तीनवटा धर्सालाई थिच्नुभयो भने लायन्स पोर्टल भन्ने अप्सन आउँछ। यहाँ तल लायन्स पोर्टलमा क्लिक गरिसकेपछि यहाँको आइडी तथा पासवर्ड हाल्नुपर्नेछ। मैले भर्खरै आइडी पासवर्ड हानिसकेको हुनाले मेरो आइडी भने अटो खुलेको छ। यहाँले आफ्नो युजर नेम र पासवर्ड हानिसकेपछि आइडी खुल्छ। यो अहिले ठाडो अप्सनमा देखिएको छ मोबाइलमा रहेका कारण यसलाई तपाईँले डेस्कटप साइडमा पनि लान सक्नुहुन्छ। यस्तो किसिमले तपाईँको कम्प्युटरमा ल्यापटपमा देखिने जस्तै किसिमले यहाँ बनाउन पनि सक्नुहुन्छ र कम्प्युटर ल्यापटपबाट पनि तपाईँले यो किसिमले गर्न सक्नुहुन्छ भनेर मैले यसलाई यस्तो किसिमले देखाउँदैछु। यहाँले देख्न सक्नुहुन्छ। जब यसरी तपाईँ गइसकेपछि अब यो बिचमा रहेको माई क्लब भन्नेमा तपाईँ जान सक्नुहुन्छ। यो नेक्स्ट इयर अफिसर भर्नको लागि क्लबको अध्यक्ष, सचिव तथा क्लब एडमिनिस्ट्रेटर तीनजना मध्ये जो कसैले पनि भर्न सक्नुहुनेछ। अहिले भने म क्लबको एडमिनिस्ट्रेटर रहेका कारणले मैले मेरो क्लबको नै भरेर देखाउने जमर्को गर्दैछु। यसरी जाँदै गर्दा यहाँ भने मैले धेरै अघि नै अफिसरहरू धेरै भरिसकेको छु। मैले केही अफिसरहरूको बाँकी रहेकोलाई देखाउन खोजेँ। हामी यसरी यो धेरै अप्सनहरू आउँछ। त्यो मध्येको दोस्रो अप्सन क्लब म्यानेज क्लब अफिसर भन्नेमा क्लिक गरिसकेपछि तल रहन्छ क्रिएट न्यू एसाइनमेन्ट। यसमा क्लिक गर्न सक्नुहुन्छ र यसमा साइडमा रहेको नेक्स्ट बटनलाई थिच्न सक्नुहुन्छ। नेक्स्ट बटन थिचिसकेपछि तपाईँलाई करेन्ट लाइन इयरको अथवा अपकमिङ लाइन इयर भनेर आउँछ। यसमा तपाईँले अपकमिङ लाइन इयरलाई थिच्नुपर्ने हुन्छ। अनि यसमा थिचिसकेपछि यसलाई नेक्स्ट गर्नुहोस्। नेक्स्ट गरिसकेपछि भने तपाईँलाई यहाँ अप्सनमा माथि अफिसर टाइप भनेर आउँछ। अफिसर टाइपको यो बटनमा यहाँ थिच्नुभयो भने तपाईँले अफिसर अथवा एडमिनिस्ट्रेटर मध्ये के बनाउने हो भन्ने अप्सन आयो। तपाईँले अफिसर बनाउनको लागि अफिसरमा थिच्नुहोस्। क्लबको एडमिनिस्ट्रेटर बनाउनु पऱ्यो भने एडमिनिस्ट्रेटरमा थिच्नुहोस्। र यता तल छ टाइटल टाइप भनेको छ। टाइटल टाइपमा गइसकेपछि अफिसियल भनेको छ। यसमा तपाईँले हेर्न सक्नुहुन्छ यहाँ नन भनेको छ, अफिसियल भनेको छ, लोकल भनेको छ। यो लोकल भनेको चाहिँ हामीले क्लबको थर्ड भाइस प्रेसिडेन्ट अनि जोइन्ट सेक्रेटरी, जोइन्ट ट्रेजरर, टेल ट्विस्टर, टेमरहरूलाई यहाँ हामीले टाइटल हालेर बनाउन सक्छौँ। यो अफिसियल अफिसर होइन, लोकल अफिसरको रूपमा बनाउन सक्छौँ। अहिले भने हामी अफिसियल अफिसरको रूपमा नै बनाउनेछौँ। यहाँ अटो अफिसियल अफिसर नै छ। मैले यसमा गइसकेपछि अब हाम्रो यहाँ रेकर्डमा अफिसियल भनेर आयो, माथि अफिसर तल अफिसियल भनेर आयो। यसलाई नेक्स्ट गरिसकेपछि अब तपाईँले अर्को साइड खुल्छ। यसलाई हेर्नुहोस्। यहाँ माथि पनि अफिसर टाइटल भनेर आयो। अफिसर टाइटलमा क्लिक गर्नुभयो भने यहाँ थुप्रै अफिसरहरू, क्लबको डाइरेक्टर, क्लब फर्स्ट भाइस प्रेसिडेन्ट, क्लब एलसिआइएफ कोअर्डिनेटर, क्लब मार्केटिङ एन्ड कम्युनिकेसन चेयरपर्सन, क्लब मेम्बरसिप चेयरपर्सन, क्लब प्रेसिडेन्ट, क्लब सेकेन्ड भाइस प्रेसिडेन्ट, क्लब सेक्रेटरी, क्लब सर्भिस चेयरपर्सन, क्लब ट्रेजरर, यी विभिन्न अप्सन आयो। जस्तो क्लब डाइरेक्टरमा जानुभयो भने मैले तपाईँलाई यहाँ क्लब सर्भिस चेयरपर्सनलाई भरौँ अथवा डाइरेक्टर, यो फेरि म अहिले अरू भरिसकेको कारण क्लबको सर्भिस चेयरपर्सनलाई भर्न चाहेँ। हामी क्लबको सर्भिस चेयरपर्सनको यो साइडमा रहेको बटनलाई क्लिक गरिसकेपछि यहाँ माथि अफिसर टाइटलमा क्लब सर्भिस चेयरपर्सन भन्यो। यहाँ देखाइएको मेम्बरमध्ये कोही छ भने हामी यहाँबाट सेलेक्ट गर्न सक्छौँ। मेरो क्लबमा 36 जना साथीहरू हुनुहुन्छ। 36 जना साथीहरूमध्ये क्लबको सर्भिस चेयरपर्सनमा राख्नुपर्ने साथीको यहाँ नाम देखिएन। हामीले हाम्रो इलेक्सनको दिनमा हामीले सर्भिस चेयरपर्सनमा वामदेव पौडेल सरलाई नियुक्त गरेका थियौँ। वामदेव सरको नाम यहाँ हामी टाइप गर्न सक्छौँ। वामदेव पौडेल भनिसकेपछि वामदेव पौडेलको नाममा एकजना मात्रै छ भनेर आयो। हामी यसलाई क्लिक गर्न सक्छौँ। यहाँ यो गोलो बटनभित्र चाहिँ निलो क्लिक नबलिन्जेलसम्म तपाईँले रोक्न सक्नुहुन्छ। अनि अब यसलाई नेक्स्ट गर्नुभयो भने अब तपाईँले उहाँको अफिसरको एड्रेस चेन्ज गर्न चाहनुहुन्छ अथवा चाहनुहुन्न भनेर अप्सन आयो। अब जेसै यथावतलाई हामीले नोमा नै नेक्स्ट गऱ्यौँ। नेक्स्ट गरिसकेपछि उहाँ स्वत अफिसर अपडेट हुनुहुन्छ।
अब भने तपाईँलाई त्यस पछाडि तपाईँ वुड यु लाइक टु क्रिएट एनदर अफिसर भनेर अप्सन आयो। अर्को अफिसर बनाउन चाहनुहुन्छ भने यसमा यदि तपाईँ अब डाइरेक्ट यसबाट एनदर अफिसर बनाउनै जानुहुन्छ भने यस भनेर जान सक्नुहुन्छ। होइन मलाई अब अफिसर बनाएर भ्याइसकेँ म पुग्यो भन्यो भने तपाईँ नो अप्सनमा गएर यहाँबाट आउट हुन सक्नुहुन्छ। यो किसिमले हामीले क्लबको नेक्स्ट इयर अफिसरहरू भर्न सक्छौँ। यदि कुनै समस्या भयो भने यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट 325 आई नेपालको मनोनित पिआरओ इन चिफ लायन ऋषि गिरी यहाँहरूको सदा सेवामा तत्पर रहने जानकारी गराउँछु। हस्, धन्यवाद। जय लायनवाद।